बिहान भर्खरै लोमनथाङमा उठेर एभरेस्ट गेस्ट हाउसको यो फापरको रोटी चाहिँ स्पेशल फापरको रोटी चाहिँ हामीले टेस्ट गर्दैछौँ। अर्ग्यानिक। यहाँ चाहिँ आइस जमिरहेछ। त्यो यहाँको पानी चाहिँ तातो आउँदो रहेछ। भर्खरै त्यो पानीमा नुहाइसक्यो। तातो छ पानी चाहिँ। माथिको चिसो हावाले गाला चाहिँ रातो रातो भएछ र एकदम त्यो धुलो उडेर दारीभरि धुलै धुलो भएको थियो। सफा त गर्नु पर्यो भनेर यो लुमनथाङमा चाहिँ माथि चौकी माथि चाहिँ तातो पानी आउँछ। त्यो आउँदो रहेछ। त्यो तातो पानीमा चाहिँ अब म नुहाएर चाहिँ म बसेको ठाउँमा जाँदैछु। होइन बिहानसम्म चाहिँ टाउको चाहिँ अलिकति भारी भारी भयो जस्तो भयो थियो, चिसो लागेर होला। अहिले नुहाएर टक्क घाममा बसिसकेपछि चाहिँ हल्का भइरहेछ। घाम मस्त लागिरहेछ, तातो भइरहेछ। मेरो पछाडि चाहिँ हिमाल छ, त्यहाँबाट पानी बगिरहेछ। तर त्यो पानी चाहिँ कसरी तातो आइरहेछ म चाहिँ कन्फ्युज भएँ। अचम्म लाग्यो मलाई चाहिँ। यति बेला चाहिँ हामी कुन ठाउँ अरे लोमुङथाङ होइन मा रहेको दरबार र गुफा हेर्न जाँदैछौँ। यति बेला हामी चाहिँ मुस्ताङमा रहेको केभ गुफामा जाने क्रममा चाहिँ हामीले पछाडिपट्टि यस्तो नयाँ किसिमको संरचना देखिएको छ। पहाडमै घर बने है त। हामी चाहिँ मुस्ताङमा रहेको गुफामा आइपुग्यौँ। यहाँ चाहिँ एउटा बोर्ड रहेछ। बोर्डमा चाहिँ सुस्त हिँड्ने अरे, वाइल्ड लाइफलाई डिस्टर्ब नगर्ने, जनावरहरूलाई हटाउने, दुःख दिने काम नगर्ने, वेस्ट नफाल्ने अरे। अनि त्यस्तो गरेको खण्डमा चाहिँ पनिसमेन्टको पनि व्यवस्था रहेछ। 15 वर्षसम्मको चाहिँ जेल अथवा 10 लाखसम्मको सजाय हुँदो रहेछ। यता पछाडिपट्टि गुफा चाहिँ पुरै त्यो चमेराले पाल पारे जस्तै ठुलो ठुलो पालहरू छ, थुप्रो कोठाहरू छ अरे। यहाँ माथि चाहिँ एकजना बाजे बस्नुभएको छ, टिकट काट्नुपर्ने रहेछ यहाँ चाहिँ। अब हामी भित्र इन्टर गर्दैछौँ। माथिपट्टि हिमाल छ ट्याक्क सेतो र यतापट्टि सुक्खा पहाड, पुरै माटो माटोले बनेको त होला नि, हेर्दा त्यस्तै छ। यहाँ चाहिँ एकजना बाजे हुनुहुन्छ। तपाईँ चाहिँ दिउँसभरि यहीँ बस्नुहुन्छ? टिकटको कसरी छ अरे? टिकटको कसरी छ? 200 रुपियाँ एकजनाको 100। यो चाहिँ ढुङ्गाले बनेको कि माटोले बनेको पहाड हो? यो ढुङ्गाको होला नि, कोही पाइलेको गुफा हो। त्यो त हेर्दा त माटो जस्तो छ। माटो भयो फेरि अड्डिन्थेन होला। माटो त कहाँ, माटो भयो त गालिहाल्छ। त्यही त। म आइपुग्यौँ। यहाँ चाहिँ चाबी लगाउने सिस्टम रहेछ। यस्तो छ त। सिडी पनि चढ्नुपर्ने रहेछ। डेन्जर छ है भित्र चाहिँ। त्यस्तै चढ्नुपर्ने रहेछ सिडीमा। यो त राजा कति वर्ष अगाडि गुफा हो यो? 2000 सालको पहिला गुफा। 2000 साल पहिलाको गुफा। यसरी चाबी खोल्नु पर्ने रहेछ यहाँ। जमानाको चाबी लगाएर यसरी। ओहो, यस्तो झुकेर हिँड्नु पर्दो रहेछ, ठोकिँदो रहेछ। यहाँ चाहिँ हाम्रो संरचनाहरू पुरानो राखिएको रहेछ। यता हामी चाहिँ यता जाने हो? यतै फर्किने हो? ल आउँदैन त पुरै। बसिने तल त होइन नि क्लास पालन त। अब चाहिँ यस्तो सानो रहेछ, छिर्न चाहिँ गाह्रो रहेछ यार। झुके ल यहाँ त भ्याइयो त। भेइयो? अझ यहाँ भेइयो बुवा? यति मात्रै हो? यहाँबाट चाहिँ ऊ त्यहाँ हाम्रो बाइक देखिरहेछ। यतिमा भ्याइयो है यतापट्टि? अझै अगाडि भन नि, हेर अझै अगाडि छैन क्या यार। यता यसरी हिँड्नुपर्छ यहाँ है। आया केही अप्ठ्यारो छैन अरे।
मेरो मोबाइलको लाइट चाहिँ बल्ल बल्यो यहाँ सिडीमा चढ्नु पर्ने रहेछ यहाँबाट चाहिँ बाहिर देखिन्छ हामी त्यहाँबाट आएको यतापट्टि चाहिँ यस्तो रहेछ हो जताको चाहिँ यस्तो बस्नु ठाउँ रहेछ यस्तो यार हो यहाँ चाहिँ विन्ड भएको रहेछ यहाँ चाहिँ मूर्तिहरू रहेछ यहाँ पनि मूर्तिहरू रहेछ जा माथि यस्तो झुकेर हिँड्नु पर्दो रहेछ यार ल हामी अझै एक स्टेप माथि आइयो 3 तलामा आयो अहिले हैन 3 तला गुफाको पनि 3 तला यता 4 तला पनि रहेछ त अझै 3 तला भन्दै हुनुहुन्छ त बाजेले हो यता चाहिँ के यस्तो उतासम्म पुरै उस रहेछ यहाँबाट पनि चढ्न मिल्दो रहेछ यहाँबाट पनि जानु मिल्दो रहेछ तल घुम्दा घुम्दा हराइने जस्तो नि रहेछ त यार यस्तो यहाँ चाहिँ सक्यो यहाँबाट बाहिर यहाँबाट माथि जान मिल्दो रहेछ यता के हो हो र हामी अहिले तलबाट चाहिँ चौथो तला 3rd फ्लोरमा चढ्दैछौँ यहाँदेखि छिर्ने कसै छिर्ने बिस्तारै छिर्ने बनाएकै हो यार जाऊँ यताबाट छिर्यो उताबाट निस्किन्छ उताबाट छिर्यो उताबाट निस्किन्छ हजुरको मेरो भिडियो बनाउने भड्याङले मात्रै छुट्याउँदो रहेछ जान तल र अब हामी चाहिँ झर्ने क्रममा पुरै घुमेर आइयो र हाम्रो हुलिया चाहिँ पुरा खेत रोप्न गए जस्तै भयो धुलै धुलो भयो जताबाट छिरो फेरि अर्को निस्किन्छ त्यस्तो रहेछ गुफा चाहिँ अब हामी उता बसेकोलाई चाहिँ नयाँ एक्सपिरियन्स चाहिँ हुँदो रहेछ यहाँ चाहिँ अरू त्यस्तो ए यहाँ रहेछ बस्ने ठाउँ है बुवा चाहिँ त्यहाँ बस्नु रहेछ मजाले कुरेर रहेछ बस्ने अब चाहिँ हामी लाग्छौँ दरबारतिर दरबार छ अरे भित्र चाहिँ जान पाइँदैन अरे बाहिरबाट नयाँ नयाँ किसिमको पहाडहरू चाहिँ देखिँदो रहेछ यहाँ चाहिँ उता तराईतिर चाहिँ खासै यस्तो देखिँदैन घाँस रुख हुन्छ यता चाहिँ ठ्याक्कै घरको डिजाइन जस्तो देखिँदो रहेछ हामी चाहिँ उहाँ माथि पुग्यौँ यो देख्दाखेरि चाहिँ कस्तो भित्रै पुरै खनेर कोठा कोठा बनाएर रहेछ त्यो भत्किँदा नि नभत्किने कस्तो पहिलो कस्तो नयाँ उस तरिकाले बनाएको पहिलाको मान्छेहरू चाहिँ खत्रै हो अहिले सोच्दाखेरि कसरी बनायो होला जस्तो लाग्यो
यहाँ दरबार कता हो यहाँभित्र बाइक यहीँ राख्ने हो भित्र लानु मिल्छ यहीँ राख्नुहुन्छ यति बेला चाहिँ हामी दरबारमा आइपुग्यौँ दरबार सायद उहाँहरू चाहिँ राजा हुनुहुन्छ के भयो अनि रोयल प्यालेस चाहिँ यतापट्टि रहेछ जाम यता जाम इनसाइड गोरा राउन्ड अरे अहिले चाहिँ यो अफ सिजन रहेछ होइन चाहिँ वैशाखतिर चाहिँ वैशाख जेठतिर चाहिँ यो सिजनको ठाउँ यो सिजन हुँदो रहेछ यहाँ चाहिँ सबै बन्द छ क्या यो स्टोरहरू सब बन्द छ राजा चाहिँ पहिला यस्तो हजुर नमस्ते बस्नुहुँदो रहेछ सन्चै हुनुहुन्छ हामी घुम्दै घुम्दै आयौँ यो चाहिँ उस जस्तो रहेछ होइन सटरहरू जस्तो रहेछ क्या माथि उहाँ चाहिँ गार्ड बसिरहेको रहेछ हेरेर आयौँ स्पेसालिटी भनेको चाहिँ जति हेर्ने बाहिरबाट हेर्ने है भित्र गएर चाहिँ हेर्न पाइँदो रहेन चाहिँ यहाँ चाहिँ हिंसा नगरौँ अरू माथि हिंसा भएको देखेमा पनि चुप लागेर नबसौँ अरे ल बाई राष्ट्रिय प्रकृति संरक्षण केन्द्र कोष रहेछ चाहिँ कम्प्युटर एन्ड मोबाइल सेन्टर पनि रहेछ है विकसित चाहिँ रहेछ ठाउँ चाहिँ त्यस्तो त्यो एक्सपेन्सिभ पनि छैन यहाँ माथि होइन एकदम सस्तो छ तल हामी कम्पेयर टु टाउन लोवर मुस्ताङ माथि सस्तो छ चिप तलबाट महँगो महँगो लिइराखेर यहाँ चाहिँ खाना पनि ठिक छ राम्रो पनि छ सस्तो पनि छ हामी चाहिँ दरबारको वरिपरि राउन्ड लगाइदिन्छौँ यहाँ चाहिँ गार्डहरू पनि हुनुहुन्छ यहाँ चाहिँ हिँड्नुपर्छ है वे टु भ्यू टावरहरू यहाँ भ्यू टावर पनि रहेछ नि भ्यू टावरमा जाऊँ न भ्यू टावरमा जानु भनेर आएको यो पनि बन्द रहेछ यहाँ चाहिँ केही पनि नपाउँदो रहेछ वरिपरि मस्तो घुम्ने अलि फर्किने रहेछ पहिलाको दरबारहरू चाहिँ फुल सेक्युरिटी हुने क्या अब राजै बस्ने भएर होला होइन पुरा के यताबाट घुम्यो उताबाट घुम्यो केही मेसै नआउने घुम्यो सकेकै छैन वेलकम टु झामा मोन्स्ट्री झाम्पा गोन्पा अरे हामी त घुमेको भयो क्या हामी अझै घुमिरहेछौँ तर हामी रोकेको ठाउँमा चाहिँ अझै आइपुगेन अब आइयो क्या केहरूले चाहिँ के देखाएको छ हामीले बुझ्दैनौँ यो चाहिँ आइयो अब चाहिँ भित्र फेरि घुमेर आइयो भित्र चाहिँ ठुलो उस रहेछ त्यहाँ जानु पाइन्छ क्या त्यहाँ चाहिँ जान पाउँदो रहेछ क्या ओहो यहाँ चाहिँ यसलाई के भन्छ यसको नाम थाहा छ चाहिँ दुईटा बाजेहरू हुनुहुन्न रहेछ एकदम चिल पारामा बस्नु भयो बाजे चाहिँ बाजेको नाम चाहिँ के श्री हो श्रिङ हो
कति वर्षको हुनुभयो? 72 बजे पुग्यो। 72 पुग्नुभयो? ओहो, चस्मा त खतरा लाउनु भयो हजुरले फेरि। दामी छ चस्मा त। भर्खरै हामी दरबार पनि घुमेर आयो र यो ठाउँमा लुमाङथाङमा बस्दाखेरि गरेको एक्सपिरियन्स चाहिँ यहाँ चाहिँ बाइकहरूमा नम्बर प्लेट पनि हुँदो रहेछ छुट्टै यस टाइपको, यहाँ छुट्टै हुँदो रहेछ। अब यहाँ चाहिँ पानीको समस्या, बिजुलीको समस्या छ भन्दै हुनुहुन्थ्यो उतापट्टिको बुवाहरूले। ठाउँ चाहिँ एकदम राम्रो छ, घुम्न पर्ने ठाउँ छ र यहाँ चाहिँ जेठतिर चाहिँ अलिकति भिडभाड हुँदो रहेछ। त्यति बेला चाहिँ मेला जस्तो लाग्दो रहेछ। यहाँ पुरै होटेलहरू ठाउँमा हुँदो रहेछ। यति बेला चाहिँ 2-3वटा होटेल बाइक सबै ठाउँहरू चाहिँ खाली छ। तल जाने अनि तलबाट अब पैसा कमाउने, खाद्यान्न कुराहरू किन्ने गर्नु रहेछ। अनि सिजनमा चाहिँ यहाँ आएर बस्ने चलन चाहिँ हुँदो रहेछ यहाँको। यहाँ चाहिँ लगभग पुरै यो गाउँहरू चाहिँ पुरै खाली छ। 2-4वटा घरहरूमा मात्र मान्छे हुनुहुन्छ। यहाँ साइडमा पनि पछाडि चाबिला चाहिँ सबै होटेलहरू चाहिँ खाली छ अहिले चाहिँ। लोमनथाङमा प्रोटिन सेक खायो। अब सिधै हामी झरेर कागबेनी पुग्ने। अहिले फर्किँदा बल्ल यस्तो बाटो नै थियो र हामी चढिथियौँ र जस्तो लागिरहेको छ। ज्यादा केही फिल भएन। बाइकको यहाँदेखि ओल्डिङै गइदिरहेको छ। यसले मात्र धानिरहेको छ। रेन्टमा ल्याएको बाइक लास्टमा चाहिँ यसरी लानुपर्ने अवस्था आयो। यहाँ गाडीहरू थिएन। यहाँ सरहरूले चाहिँ हेल्प गरेर यसरी लानु सक्यो। नानी आज बिहाल हुन्थ्यो हाम्रो। बिचबाट यस्तरी भाँच्चे छ। रेन्टमा ल्याउँदा चाहिँ एकदम ख्याल गरेर पुरै चेक गरेर ल्याउनु पर्ने रहेछ बाइक चाहिँ। र हामी चाहिँ धमी भन्ने ठाउँमा आएर बाइकलाई चाहिँ यसरी गाडीमा हालेर ल्याउनु पर्ने अवस्था आयो। पहाड बसेर झन् मजा आइरह्यो। रेन्टमा ल्याउँदाखेरि चाहिँ बाइक एकदम पुरै चेक गरेर ग्यारेजमा छक्क छ कि नै भनेर मात्रै ल्याउनु होला। यस्तो दुःख पाएको रहेछ। सुख त पाइएन, धन्न गाडी बोलाउनु पाइयो। हाम्रो यो एडभेन्चर चाहिँ पहिलो नबिर्सिने खालको एडभेन्चर भयो होइन। उपहार बाइक बिग्रियो, जुन चाहिँ तपाईँपछि हामी यसरी चाहिँ राखेर लिएर जानु पऱ्यो। लेट्स सी त्यहाँसम्म कसरी कुन प्रकारले पुगिन्छ। मजा चाहिँ आइरहेको थियो यसरी बस्दा पछाडिको भ्यू हेर्दै धुलो हेर्दै गएर। बाइक चाहिँ मजाले बस्नु त हाम्रो बबाल मजा आइरहेको छ। बबाल लैला खुट्टामा लाग्यो यही त हो नि रमाइलो होइन। राति कति 9 बजी छ क्या अहिले? कति बजी अहिले? 8:30 हुन लाग्यो। 8:30 हुन लाग्यो होइन। हामी करिब 9:30 बजीसम्म पुगिन्छ। यस्तो बाइक बिग्रेर चाहिँ हाम्रो हालतहरू तर बबाल मजा आएको है हामीलाई। कडा एक्सपिरियन्स कस्तो नयाँ कुराको एक्सपिरियन्स अरूले भोग्नै नपाउने खालको एक्सपिरियन्स होइन। यो त हामीले भोग्छु भने पनि पाइँदैन नि त होइन। यस्तो खालको एक्सपिरियन्स लाग्यो। बल्ल आयो बल्ल ल। यो चाहिँ सिँचाइको लागि आउनु भएको थियो। उहाँहरू धेरै हेल्प गर्नुभयो हामीलाई होइन। फाइनली हामी चाहिँ अस्ति जुन ठाउँमा बसेको थियौँ त्यही ठाउँमा आइपुग्यौँ। तर हुलिया चाहिँ
यस्तो छ हाम्रो चाहिँ है फेरि मात्र हामी होटल आइपुग्यौँ सायद हालत यस्तो छ यस्तो छ हाम्रो उलिया मेरो हालत यस्तो छ यस्तो छ होइन ब्यागहरू हेलमेटहरू यस्तो छ बाइक चाहिँ त्यहाँ राखौँ मजा चाहिँ मजै आयो है हालत यस्तो छ ब्याग हेलमेट खोलेर भन्नु त्यो 4-5 घन्टा धुलो खाइसकेपछि अब रोटी खाने पालो रोटी र मासु खाने पालो सलादसँग कस्तो लागेर चाहिँ सक्छन् धुलो पसेको रोटी दबायो